न्यू डे न्यू ब्लगमा तपाईहरुलाई स्वागत छ गाइजहरु। आज चाहिँ हामी यहाँ क्रिकेट खेल्ने भनेको बिहान बिहान अनि केटाहरु चाहिँ उठेकै छैनन्। सिन्जल खेल्दिनौ तिमी क्रिकेट? को हो मेन प्लेयर? मनसुन मेन प्लेयर हो नि तिमी त। गाइजहरु अनि केटाहरु चाहिँ उठेकै छैनन्। भाइ कता हिँड्को? अब स्टम हो भाइ चाहिँ स्टम खत्रै पाएका छन्। केटाहरु नै आएनन् कि मजा हुन्थ्यो खेल्न। उठ्दै उठेनन् अझै। कस्तो काम? ढुङ्गाले अडाउने अडिन्छ क्या। सिन्जल आऊ खेल्न। मनसुन आऊ। के भनेको? मैले अगाडि नै देखाइदिएँ ल। ए त मनसुन वा हिरो के छ? दसैँ कस्तो भयो? दसैँ राम्रो सुतेर मनायो। राम्रो भयो। अनि भर्खर उठेको हो? एकदम आँखा मिच्दै उठिएको छ। शुभ बिहानी। बिहान बिहानै क्रिकेट खेल्ने भनेपछि त उठ्न मन लागिहाल्यो। एकदम स्टम राम्रो छ। यो केले अडाउने भन्ने कुरो हुन्छ कि भाइ? केले अडाउने हो यसलाई? के को माइजूलाई सोध न त्यहाँ चाहिन्छ कि छैन भनेर। ल हाम्रो मिचल स्टारको गतिमा उहाँ आउँदै हुनुहुन्छ। मिचल स्टारले सन्यास लिए तापनि उहाँ चाहिँ सन्यास लिन चाहनुहुन्न। कुन फर्मेट स्टारले छोडेको? कुनमा हो? T20 हो? ए T20 छोड्यो है। ल गाइजहरु स्टारको झल्को दिँदै हुनुहुन्छ यहाँले। अब यहाँ के गर्ने? T20 बाट सन्यास लिए तापनि उहाँले स्टारको अनुभव गराइदिनु हुनेछ बोल्ड गरेर, नत्र आफ्नै विजेत गर्नुहुनेछ उहाँले। कसो आफ्नो विजेत गर्ने कि स्टारको के भन्छ अरे त्यसलाई? स्टारको झल्को मेटाउने। निन्द्रा हुनुहुन्छ। कस्तो खाली बलिङ गर्नुहुन्छ त थाहा छैन गाइजहरु। बल्ल 7 बजेको छ बिहानको। ल परेर उठेनन् किसान त ओए। ल किसान त ओए किसान त अस्तिको त्यो मैले क्रिकेट भिडियो हालेको थिएँ नि। त्यो के अरे सब्सक्राइबर भन्दा नन सब्सक्राइबरले बढी हेरेका नि त्यो भिडियो। हेरी छ हौ। खोजे होइन नि। के छ मनसुन? ठिक छ। बिहान बिहान उठेर मेकअप गरिसक्यौ कि नुहाइक्यो? नुहाएको? नुहाएको जस्तो छ त। कपाल चिसो छ। दसैँ कस्तो भयो? राम्रो भनेको कस्तो राम्रो? कस्तो राम्रो? मनसुन राम्रो। पैसा कति भयो त नि? 1500। अनि क्यार्नी हो त नि त्यो पैसा? अनि क्यारी हो त नि त्यो पैसा? अब क्यार्नी मनसुन त्यो पैसा क्यार्नी त नि? अब मलाई देऊ न। मलाई देऊ नि त। क्यार्नी त त्यो पैसा? खातामा हाल्ने। अब कहाँ मलाई हानेको यार। गाइजहरु उहाँ चाहिँ ब्याट लिएर रेडी भइसक्नु भएको छ। अब हेर्न सक्नुहुन्छ यहाँबाट बलिङ गर्न लागिराख्नु भएको छ। हेर्नु होला। ओहो धन्न मलाई हानिदिनु भएको। उहाँ खतरनाक ब्याट्सम्यान हुनुहुन्छ। पाकिस्तानी जस्तो देखिनुहुन्छ हेर्दा, तर मिचल स्टार भन्नुहुन्छ। के भयो सिन्चल? निन्दा लाहा? क्रिकेट खेल्दिनौ? आउँदैन? मनसुन खेल्दिनौ क्रिकेट आज? जाम न त हिँड। यसो दर्शक भयो नि हेर्नुहुन्छ। जाम हराएको बल हराएको बेला खन्नुहुन्छ नि त। ऊ त्यहाँ खेलेको थिएन ऊ के त उहाँ। ल गाइजहरु हामी चाहिँ अब क्रिकेट खेल्न जान लाग्यो। अनि भाइहरू चाहिँ कुदिसकेका छन् होइन बल र ब्याट लिएर। अनि हाम्रो स्टेडियम चाहिँ यही हो गाइजहरु हेर्न सक्नुहुन्छ। टक्क अस्ति पनि यही खेलेको, आज पनि यही खेल्दैछौँ। स्टेडियम हो हाम्रो यो। अनि के छ? अनि परेर साप कता गए? उठेनन् अझै? ल भाइ चाहिँ ब्याटिङ गर्न रेडी भइसकेका छन् भनी उहाँ बलिङमा रेडी छन्।
ब्याटिङमा हुनुहुन्छ भने मिचल स्टार्क हुनुहुन्छ अनि बलिङमा हाम्रा लेग स्पिनर कुशल भुर्तेल हुनुहुन्छ। उहाँ अस्ति नै कुशल भुर्तेल र कुशल परेरा चलिरहेको थियो भने गाइजहरू, अनि आज चाहिँ चल्दैछ मिचल स्टार्क भर्सेस कुशल भुर्तेल। ल अब गइसकेका छन्। भुर्तेल भनेको त फास्ट बलिङ गरेर वाइड बल फालेर बल कहाँ पुगेको छ। अब मिचल स्टार बल लिन जान लाउनेछ आधी घण्टा। अब आधी घण्टा जाने भएकाले गाइजहरू एकछिनका लागि यो गेम स्टप भएको छ। क्रिकेट खेल्ने हिँडेको के भयो? म तिमीलाई क्रिकेट खेल्न बोलाएको नि त। क्रिकेट खेल्न बोलाएको हो कि चिमटेको होइन? मोबाइल खसाल्न लाग्यो र। गाइजहरू यहाँ हेर्नु, वाउ वाट अ शट क्या थुक्क। कुशल भुर्तेल त के भयो? बलिङ जल भनेर फिल्डिङ छोडिदिने कता हो कि यिनीहरू? क्रिकेट खेल्न लाग्यो नलट्न। थुक्क। गाइजहरू यहाँ क्रिकेट खेल्न गाह्रो भइरहेको छ। नानीले मलाई लटिराखेकी थिइन्। किन लटिराख्यो मलाई? किन लटेको मलाई? गाइजहरू हेर्न सक्नुहुन्छ यहाँ कुशल परेरा दाजु। यहाँ म दाजु भनेर सम्मान गरिरहेको छु। एसिया कपमा चाहिँ चल्नु भएन उहाँ, त्यही भएर एसिया कपबाट बाहिरिनु भएको थियो। अनि प्लेनमा ल्यान्ड गरेर हामीले खेल्न बोलाएका छौँ। उहाँको पर्फर्मेन्स कस्तो हुनेछ? हामी यहाँ 10,000 को भाली कप खेल्न बोलाएका छौँ। 20,000 प्लेन टिकट तिरेर आउनु भएको छ। कस्तो लागिरहेछ? एकदम बढिया। एसिया कप खेलेको जुत्ता हो क्या? हो 10 लाख पर्छ। ए ल ल ल ल। मन्जुन के भयो? क्रिकेट नखेल्ने? म यहाँ दुर्दा थाकेको छु। के भयो? कहाँ मलाई लटे गरेको? दामी देखिन्छ। मलाई किन लटेको हो ऊ बल? ल यहाँ मलाई हैरान कटाइन्। मनसुन बलिङ गरिदियो भाइ, थकै लाग्यो हो। ल सिन्चल बलिङ। ल सिन्चल बलिङमा आइसक्नु भएको छ। मलाई लड्दा थाक्नु भएको छ। ल हेर्न सक्नुहुन्छ बल। वाट अ शट। 1 and 1 क्याच। 2 हातले क्याच गरेर आउट हुनु भएको छैन। बल अब कहाँ पुगेको छ? सिन्चल भाइ कस्तो लागिरहेछ बलिङ गर्दा? भुर्तेलले त स्पिन गर्छ, तिमी त फास्ट हानिरह लेग स्पिन होइन? गाइजहरू क्रिकेट खेलेर भर्खर हामी थाकेर बसिसकेका छौँ। यिनले मेरो मोबाइल खसालेर फुटालिदिएकी छिन्। के छ मन्चुन? के हो यो? यसमा चिया हो टस गरेर? यहाँ विनर त म यो ल्याऊ होइन। त्यसो भए अब सबले चिया खाने भने मलाई चाहियो, सबलाई चाहिएन। सन्देश सानोलाई देऊ, सबैभन्दा सानोलाई। सिन्चललाई चाहिँ नदेऊ है, मेरो मोबाइल खसालिदियो। त्यो कुशललाई नदेऊ, क्रिकेटै खेले होइनन्। क्रिकेटै खेले होइनन्। क्रिकेट नखेलेकालाई कहाँ पाइन्छ त नि? तिमीले त मेरो मोबाइल खसालिदिएको, तिमीलाई त दिन्ने होइन। मन्जुलाई दिने होइन, उडी खाइकिन भर्खर उडी होइन। तिमी आफै खाऊ अब, नत्र मलाई ल्याऊ। पञ्चौरी ल पञ्चौरी देऊ। यहाँ त दिने नै होइन, यहाँले बढी बल हराउनु भएको। ल कता हो चिया? सिन्चल। ए मेरो मोबाइल खसालिदिनु दिने होइन हो। मनसुनलाई ठिक छ। मनसुन छिटो नखाने भए जुठो हालेर मम्मीलाई लड्देऊ, बाबालाई लड्देऊ। समीक्षा तिमी त क्रिकेट प्लेयर हो, खेल्ने होइन? अब खेल्ने हो? के भयो भाइ? जुत्ता किन खोलेको? अब प्रो प्लेयर हुने हो क्या जुत्ता खोलेर? कुशल परेर अब कुशल मेन्डिज हो क्या? होइन ए ऊ क्या अरेको चिया हो कि पञ्चौरी दो? पञ्चौरी ल तिमीले नि खाऊ। ल त्यो जुठो हुन्छ, पञ्चौरी धुन्न त्यो त। ल हेर्न सक्नुहुन्छ परेवाले उहाँ गेम प्र्याक्टिस गरिरहेका छन्। हातको अलि एक्सर्साइज। वा 2 चोटि भन्दा सक्न सकेनन् उहाँले।
फेरि परेरा भर्सेस मेन्डी चाहिँ चल्छ आम्मा भुर्तेलले धन्न परेरालाई घाइते बनाइदिइसक्नु भएको थियो यहाँ अब हेर्न सक्नुहुन्छ ल ल ल ल ल ओहो अहिले पनि चोटलाई बल हेर्नु कहाँ पुगिसकेको छ हेर्न सक्नुहुन्छ उहाँ चाहिँ डाइट प्लेयर आइसक्नु भएको छ फेरि चौका छक्का हान्नका लागि उहाँ अलि बाठो हुनुहुन्छ हामीले केही पनि खाएको छैन उहाँले टक्क भोजन गरेर आइसक्नु भएको छ बिहान बिहान त्यही भएर त उहाँले किन चौका छक्का हान्नुभयो भनेको हामी त भोकै छौँ बिहानबाट त्यही माथि गाईजोर हेर्न सक्नुहुन्छ हो यिनले मलाई लडाइदिएर मेरो यहाँ चोट लागेर मोबाइल पनि फुटेको छ हेर्न सक्नुहुन्छ गाईजोरी यहाँ रगतै रगत छ गाईजोरी रगतै 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 रगत छ गाईजोरी त्यो कसले गरेको भन्दा यिनले हो तिमीले होइन मलाई लडाएको है मोबाइल सबै फुटे रातै भएर रगत रे तँ अबिरो हिजोको टिका लगाएको टिका लगाएको अबिरो के भयो बाहिर गएको त आउट हुन्न यार बल भेट्यो त आउट अब त आउट हुँदैन अब नियम हो भाइ पालो अहिले हानेको होइन तिमी त यहाँ सुन अहिले तिमी खेल्दिन भनेर गएको किन अनि किन आएको त अहिले झेउला आइदियो भनेर पाइन्छ बलिङ गर्न पर्यो नि सुरुमा डाइरेक्ट ब्याटिङमा पाइन्छ जाउँ बलिङ गर जाऊ बलिङ छिटो बलिङ डाइरेक्ट ब्याटिङ पाइँदै पाइन्न नि मेरो ब्याट हो म ब्याटिङ गर्छु भन्न मिलेन अब ब्याटवाला मान्छे चाहिँ छैन यहाँ ब्याटवाला मान्छेमा मार गर नत्र मेरो ब्याट हो म फर्स्ट भन्न मिल्थ्यो के अरे क्यार्ने 5 ओभर फिल्डिङ बिना चाहिँ यहाँ चाहिँ ब्याटिङ हो त्यो चाहिँ राइट हो बुझ्यौ बलिङ ब्याटिङलाई कति 5 मिनट 5 ओभर हजुर ए अझै चिया खाँदैछौ आऊ के भाइ होइन के किप्पर यसो तिम्रो यो पाल्छिरौ भाइ पनि भाउ खोज्छौ कि धेरै लाउन अर्को चप्पल पिचमा चप्पल चाहिने के उतापट्टि फिल्डिङमा चाहिने के हेमलाल के छ कति लिटर दुध छ आज 3-4 हो अनि दसैँ कस्तो भयो दसैँ रमाइलो भयो अनि अरू के छ ठिक छ होइन ए अनि भनेपछि आज ट्याक्क 3-4 लिटर दुध लैयो अनि अरू के छ त नि खबर पढाइ कहिले हो 21 गते ए क्रिकेट खेल्ने खेलौँ न त खेलौँ के हुन्छ र धर्मशाला भन्दा राम्रो स्टेडियम धर्मशाला यताबाट यस्तो पहाड यताबाट यस्तो हिमाल अलिकति देखि छैन आज भाइले फेरि हाम्रो भाइ चाहिँ उहाँ खतरनाक ब्याट्सम्यान के फिल्डर भएर उहाँ चप्पल लाउन पनि उहाँलाई अप्ठ्यारो भएर खाली कुटाउनु भएको छ उहाँ ब्याटिङमा हुनुहुन्छ कुशल परेर भन्न लाग्यो फेरि उहाँ भुर्तेल दाजु हुनुहुन्छ भने बलिङमा हुनुहुन्छ मिसाल स्टारको बलिङ वाट आउट हुनुभएको छ हाम्रो भुर्तेल दाजु कहिले पनि फर्ममा हुनुहुन्न उहाँ फर्म ल्याउने भनेको लेग स्पिन मात्र हो अरू त त्यही लेग स्पिनले गर्दा टिममा पर्नुहुन्छ घरिघरि नत्र त्यस्तै हो होइन भुर्तेल साहब के छ जहिले आउट हुनुहुन्छ तपाईँ कि डक कि गोल्डन डक ल फेरि बल हराइसक्नु भएको छ भुर्तेल साहबले आफै हराउनुहुन्छ आफै खोजेर भेट्नुहुन्छ हाम्रो देखाएर अहिले नि आउट पनि भिडियो लाग्यो है गाइजहरू अब हाम्रो यहाँ क्रिकेट चाहिँ अब खतरनाक स्टाइलले गेम हुन लागिरहेको छ अनि म चाहिँ क्रिकेटको नियम के छ चाहिँ म यहाँ सुन्दा जान लागिरहेको छु ब्याट्सम्यानलाई के छ क्रिकेटको नियम नमस्कार म कुन्दन तिवारी हाम्रो चाहिँ यो एकदम धर्मशाला भन्दा राम्रो हजुर स्तरीय क्रिकेट स्टेडियममा हामी गेम खेल्न गइरहेका छौँ यो चाहिँ हाम्रो दसैँ प्रिमियर लिग दसैँको भोलिपल्टको दिन फाइनल मामा घरमा जम्मा भएका मामा घर नै देखामा मामा घरमा जम्मा भएका भन्ट्याङ मुन्टुङ नाति नातिना 12-13 जना हामी उठाएर हजुर दसैँ प्रिमियर लिग खेल्न गइरहेका छौँ अनि यसको नियम चाहिँ के छ अब नियमहरू चाहिँ यो तपाईँले जति पनि बाटो देखिरहनु भएको छ भर्खर नयाँ सरकारले आएर पिच गरेको बाटो पुरानै सरकार हो यार पुरानो सरकारले जुन भयो नि सरकारले पिच गरेको बाटो भागेको सरकारले यो बाटो भन्दा उडेर कट्यो भने आउट होइन अनि अर्को अनि 1 and 1 क्याच 1 ड्रप 1 एन्ड त्यो पनि हुन्छ अनि 2 बिट गरेर लगातार 2 बिट त्यो पनि आउट हो क्याच आउट त अब त्यो अफस्टक त फिल्ड पनि आउट हुन्छ एलबिडब्ल्यू हुन्छ कि हुन्न यसमा एलबिडब्ल्यू चाहिँ हामीले अलिकति मानिएको छैन अनि यसमा पेनाल्टी हुन्छ कि हुन्न पेनाल्टी कसले सरी पेनाल्टी नहालेको हामीले लगाइदिनु अब चाहिँ हाम्रो गेम सुरु हुन लागिसकेको छ तपाईँ नियम पनि सुनिसक्नु भयो होला अब चाहिँ हाम्रो गेम स्टार्ट हुन लागिरहेको छ गाइजहरू भिडियो हेर्दै जानु होला लाइभ त गाइजहरू हाम्रो क्रिकेट सुरु भइसकेको छ विकेट किपर हुनुहुन्छ भने कुशल मेन्डिज हुनुहुन्छ भने ब्याटिङमा हुनुहुन्छ भने मिचेल स्टार्कको नामले परिचित
कुन्दन तिवारी हुनुहुन्छ भने बलिङमा हुनुहुन्छ हाम्रा नेपालका भरपर्दा ब्याट्सम्यान गोल्डन डक हुने खाले ब्याट्सम्यान फर्ममा नभएको ब्याट्सम्यान कुशल भुर्तेलको नामले परिचित लेग स्पिन गर्ने किशान्त अधिकारी हुनुहुन्छ। ल हेर्न सक्नुहुन्छ अब गेम सुरु हुन लागिसकेको छ। लेट्स प्ले। ओहो आउट हो, यो आउट हो, डाइरेक्ट आउट हो। यहाँ हातमै आएको छ, क्यामेराको हातमै आएको छ, आउट हो। क्याच नभएपछि त आउट मान्न मिलेन। ल ल ल ल अब क्यामेराम्यानलाई हानु भनी पनि आउट है। ल वाइड है यो त, एक हातले यसरी नि भेटेन। रिभ्यू हेर्ने। ल गाइजहरु म रिभ्यू देखाउन गइरहेको छु, हेर्दै जानु होला। गाइजहरु अहिले वाइड बल हो होइन भन्ने यहाँ कन्फ्युजन हुँदाखेरि रिप्ले हेर्दाखेरि वाइड बल भएको छ। गेम फेरि सुरु भइसकेको छ। 1 बिट भइसक्नु भएको छ। ल बलिङ गर्दै हुनुहुन्छ हाम्रो यहाँ। आउट हो यार, अहिले त आउट हो। यतै हाने हाने यार। भुर्तेले बलिङ गरिसक्नु भएको छ। मिचेल स्टार्क ब्याटिङमा हुनुहुन्छ, आउट भइसक्नु भएको छ। 1 एन्ड 1 क्याच। अब ब्याटिङको पालो कसको? कुशल मेन्डिज दाजु अब गइसक्नु भएको छ भने अब विकेट किपर कहिले नगरे पनि अब हाम्रो मिचेल स्टार्क विकेट किपिङ गर्न जान लागिराख्नु भएको छ, तर किपिङ पर्दैन भन्दै हुनुहुन्छ। ओहो 1 एन्ड 1 क्याच मिस भइसकेको छ गाइजहरु। यहाँ चाहिँ फिल्डिङ टाइट भइरहेको छ। अस्ट्रेलियाका ब्याट्सम्यान अस्ट्रेलियन खेलाडी फिल्डिङमा आए सँगसँगै यहाँ फिल्डिङ टाइट भइसकेको छ। हेर्न सक्नुहुन्छ गाइजहरु। बलिङमा गइसक्नु भएको छ भुर्तेल दाजु परेर। ब्याटिङमा कुशल मेन्डिज हुनुहुन्छ। वाट अ शट। वाओ खतरा ब्याटिङ गरिदिनु भएको छ। आउट हुने डरले भुइँमा बजार्नु भएको छ ब्याटले बललाई। वाट शट हानिदिनु भएको छ भने हाम्रो दर्शकको रूपमा 2 जना आउनु भएको छ। बल कुलामा गएर आउट हुनु भएको छ। कुशल मेन्डिज आउट हुनु भएको छ र कुशल भुर्तेललाई ब्याटले हान्नु भएको छ। अब यहाँ के हुँदैछ हेर्नु होला। इन्डिया पाकिस्तानको जस्तो युद्ध हुन लागिसकेको छ। भुर्तेल साहबले ढकाइसक्नु भएको छ भने परेराले ब्याट देखाइराख्नु भएको छ। मेन्डिज दाजुले हेर्न सक्नुहुन्छ यहाँ कुस्ती होला जस्तो भइसकेको छ इन्डिया पाकिस्तानको जस्तो।